हामी चाहिँ चिडियाखानातिर घुम्न गएको थियो, त्यही भएर भिडियो बनाएको। बच्चाहरू खेलेको राम्रो रहेछ, एकदम सुन्दर, एकदम नेपालको चिडियाखाना एकदम राम्रो, ब्युटिफुल, संसारको सबैभन्दा राम्रो लाग्यो मलाई चाहिँ। तपाईहरुलाई कस्तो लाग्छ कुन्नी? सबैले लाइक कमेन्ट सेयर गरेर रिपोस्ट गरेर संसारभर हाम्रो नेपालको चिडियाखानालाई सबै सामु पुर्याइदिनु होला। एकदम राम्रो, विश्वमा पाइने जनावरहरू पनि देख्न सकिन्छ। त्यो चाहिँ अर्को पार्टमा म ल्याउने छु। अहिले चाहिँ यो सुन्दरताले भरिएको यो बगैँचाहरू, पार्कहरू हेर्नु होला। अनि तपाईहरुको पनि बच्चाहरू छ भने ल्याएर रमाइलो गर्नु होला। बिदाको समयमा पढाइ नहुने बेलामा ल्याउनु होला। पढाइ हुने बेलामा चाहिँ ल्याउनु हुँदैन, किनकि बच्चाहरू बिग्रिन सकिन्छ। त्यही भएर एकदम राम्रो छ, सुन्दरताले भरिपूर्ण हाम्रो देश नेपालमा। साँच्चै भन्नुपर्दा एकदम राम्रो, सुन्दरताले भरिएको यो भिडियो सबै सामु पुर्याइदिनु होला। विश्वभरि छरिएको नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बुबाहरू बस्नु भएको छ। कुनैले त हेर्नु पाएको छैन होला। यस्तो सबै सामु पुर्याइदिनु होला। सकेसम्म सेयर र रिपोस्ट पनि गरिदिनु होला भन्दै म बिदा गर्न चाहन्छु। यो भाग 1, अब भाग 2 पनि छिट्टै आउनेछ। हस्त, धन्यवाद।